लु आज चाहिँ हामी माछा मार्नु इन्टरनेसनल बोर्डर आएको छौँ सुखदेन र म। यो मेची खोला, यो पर्छ इन्डिया, यो हो नेपाल। अन्त हामी खेल्नु चाहिँ यो आज स्पिनरहरू सब भुले, यो फटेङ्ग्राले खेल्ने, फटेङ्ग्राले। लु अब हामी यहाँ सामान बनाउने खेल्नु थालिहाल्यो। खोला राम्रो छ, मेची खोला हो यो, इन्टरनेसनल बोर्डर हो। हुन्छ, हेर्दै गर्नुहोस् भिडियोमा। स्टार्ट फिसिङ। लु सुखदेनले निकाल्यो भित्ते जायन्ट ड्यानियो। ल उद्घाटन भयो। सुक्कुले फेरि पक्रियो पक्रेछ यो असला। ए कत्ले अफ गरिदिए। ए यसरी खेल्नु पर्छ, हालेर निकाल्दै। निक्ल्यो तिम्रो दानी, भाग्दैछ माछाले। कति दिन बाद कत्ले पक्रे, कत्ले। यहाँ हेर्नुहोस् कत्ले माछा मेची खोलाको, एकदम टेस्टी कत्ले उठाए। कत्ले च्यात्तिन आँट्यो यसको मुख बेसियानो भएर। यसलाई जोगाएर लानुपर्छ। कत्ले पनि पाइयो, कति दिन बाद हो आमा कत्ले। निकै भएको थियो कत्ले नपक्रेको। हेर्नु हल्लेको माछा 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 माछा। ए आयो 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 आयो। लु सुखदेनले फेरि निकाले जायन्ट ड्याङ्गो। लु सुखदेनले असला निकाल्यो, असला। वाउ, हिमालयन स्नो ट्राउट है, देख त। देखो देखो, अलिक होइन त्यसरी असला है। यो चाहिँ सुखदेनले पक्रेको हाम्रो सिकारी कान्छा। सुखदेनले फेरि पक्रियो दानियो। आज चाहिँ भित्ते माछा खानु पाउँदो रहेछ हामी। पुरा ठुल्ठुलो साइजको भित्ते रहेछ यहाँ। मेची खोला चाहिँ यस्तो छ ए साथी हो। असला पक्राइबो, असला। गोप्रो बिग्रेर हेर्नुहोस्, पानी सकेर मात्रै भिडियो गर्नु पाउँदैछु। राम्रो असला है, माछा हो असला। चाहिँदैन यसलाई मसला। माछा हो असला, पर्दैन यसलाई मसला। ए असला चाहिँ मेची खोलाको एकदम ताजा ताजा असला। खोलाको कत्ले हो। हेर्नुहोस् है, मेची खोलाको मिठो मिठो कत्ले फेरि पर्यो। सुक्कुले फेरि पक्रेर ल्यायो धानियो। आज चाहिँ सानो माछाको शिकार मात्रै हुँदैछ।
सानो कत्ले, सानो ठुलो, अलिक ठुलो भित्तीहरू। फेरि मैले कत्ले पारेँ, सेतो र बच्चा कत्ले। यसले अड्कायो भने त कत्लेले अड्कायो रहेछ। ले निकालिदियो। कत्ले पऱ्यो ऊ पर फ्याँके कत्ले पऱ्यो। बल्ल निक्ल्यो एउटा माछा जानियो। मेची खोलामा मजा आउँदैछ। यो नेपाल हो, घाम लागिरहेछ नेपालमा। यो हो इन्डिया। सुत्दैले निकै निकाल्दैछ। जाइन्ट दानियो निकै ठुल्ठुलो साइजको रहेछ। मैले पनि पक्रेँ फेरि भित्ते माछा जाइन्ट दानियो। सुक्दैले नि एउटा पक्रियो। मजा आउँदैछ आज। सानो माछाको फिसिङ भयो मेची खोलामा। सानो पक्रे सुक्दैले नि इत्रु पक्रेछ। अब साइज घट्नु थाल्यो। खोला माथि 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 हुँदै गयो। साइज घट्दै गयो। लु यो नि हाल ल सुक्दैले यो पनि हालिदिनुहोस्। के गर्नु छोडिदिने? रिलिज देखौ त हाम्रो शिकारहरू। खै छाया भयो छाया। अलिक सिसा खोला त। यत्रो पक्रिसक्यौँ है हामीले मेची खोला। पक्रियो झाऱ्यो अघि हाम्रो दुइटा जति मान्छे। मैले असल नभए कत्ले हुन्छ भनेको थिएँ टक्कै। अझै छ त्यहाँ। यहाँबाट पक्रेको यहाँनिर। के पक्रे भनेर सोचेको मैला रहेछ कि, तर त्यो मुनि चाहिँ फेरि माछा रहेछ। फेरि माछा पक्राइ भयो। म चाहिँ सोच्दै यो माथिदेखि डरै लाग्यो के चाहिँ आयो भनेर सोचेँ कि, भर्दै त मैला रहेछ। यो मुनि चाहिँ माछा रहेछ। निकाल्दैछ। लु सुक्दैन आज हाम्रो शिकार के भएछ लु गरौँ त। ल है आजको शिकार कतिवटा कतिवटा कत्ले? 5वटा कत्ले। असला दुईटा असला, अरू भित्ते 22वटा। निकै ठुलो साइजको भित्ते। लु आज चाहिँ हामीले दुई भाइले सुक्देन्द्र मैले यहाँ मेची खोलामा इन्डो नेपाल बोर्डरमा आज हामीले पक्रेको। अब जाने उहाँ तल एउटा ढुक्वा थापिरहेको थियो। अब त्यो चेक गरेर हामी सिधै जाने। बिहान आएको खाजा पनि खाएको छैन। अब सिधै लन्च खाएर जाने। लु अब यो चाहिँ हो अघि कुखुरा गान्द्रेमा थापिरहेको थिएँ। परेछ जाने बेलामा हो। कत्ले नै हो यो पनि। हेर्नुहोस् यति हो है आज हाम्रो आजको शिकार। इन्डो नेपाल बोर्डरबाट मेची खोलाबाट लिएको। हामीले मजा आयो।